अनुकूल भइरहोस् त्यति बेला प्रेम त सबले देखाउँछन्, तर प्रतिकूल अवस्थामा पनि प्रेम बनोस्। भगवानको छातीमा लात्तले हाने भृगुजीले। ला इलाहा इल्लल्लाह मौहत मजदर सल्लाउ गर्दै नाच्न थाल्यो उता, अल्लाहलाई थ्याङ्क यू भन्दै। हाम्रो सनातन वैदिक धर्ममा एक भगवानका अवतार भए चैतन्य महाप्रभु, गौराङ्ग महाप्रभु, उनले प्रेमको परिभाषा गरे। अनंत श्री विभूषित जगद्गुरु श्री कृपालुजी महाराज का एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदास जी आफ्नो प्रवचनमा पुराण एवं अन्यान्य धर्मग्रन्थहरूमा रहेका विरोधाभासी सिद्धान्तहरूको समन्वय गर्दै भगवत प्राप्तिको सर्वसुगम एवं सर्वसाध्य मार्गको प्रतिपादन गर्न लाग्नु भएको छ। यहाँहरू स्वामीजीका सार गर्वित प्रवचन मनोयोगका साथ श्रवण गर्नुहोला। प्रेमको परिभाषा के हो? शास्त्रमा बताइएको छ। सर्वथा ध्वंसरहितम सत्यपि ध्वंसकारणे यद्भाव बन्धनम यूनो सप्रेमा। हेर्नुहोस्, यहाँ शास्त्रमा बताइयो कि प्रतिकूल अवस्था भए पनि आफूले प्रेम गरेको माथि प्रेम बनिरहोस्, त्यो हो प्रेम। ध्वंस हुने अवस्था सिर्जना भयो तै पनि अनुकूल भइरहोस् त्यति बेला प्रेम त सबले देखाउँछन्, तर प्रतिकूल अवस्थामा पनि प्रेम बनोस्, त्यो हो प्रेमको परिभाषा शास्त्र गर्छ। र हाम्रो इतिहासमा आदर्श कायम गरिएको छ प्रेमको। जस्तै एक पटक ऋषि मुनिहरूको बीचमा एक चर्चा चल्यो कि ब्रह्मा विष्णु महेश्वरमा को ठुला हुन्। त त्यहाँ ऋषि मुनिहरूले भने कि जहाँ प्रेम भाव छ त्यही ठुलो हुन्छ। कसले टेस्ट गर्न जाने? भृगु ऋषिले बिडा उठाए, म गर्छु। गए ब्रह्माजी का, पहिला ब्रह्माजी का पुत्र हुन् भृगु ऋषि। गए पितालाई प्रणाम गरेर ठिङ्ग उभिए त ब्रह्माजी रिसाए। मान सम्मान सब भुलिसके आजकलका ठिटाहरूले भन्दै भृगुलाई गाली गर्न थाले। त भृगु त्यहाँबाट हिँडे, शिवजी कहाँ गए। शिवजी दाजुभाइ हुन् भृगुका। तो उनले देखे कि भाइ आएछ भेट्न, त हात फैलाइदिए अङ्गालो मार्नलाई। तर भृगु ऋषिले कुनै उपक्रम गरेनन् अङ्गालो मार्ने। त शिवजी पनि रिसाए, मैले कति प्रेमले अङ्गालो मार्न खोजे, यो पनि गरेन। त त्यहाँबाट पनि हिँडे भृगुजी। वैकुण्ठमा गए, त्यहाँ भगवान विष्णु सुतिरहेका रहेछन्। त भृगु ऋषिले कुरेनन्, उठाउनलाई छातीमा लात्तले हाने। भगवानको छातीमा लात्तले हाने भृगुजीले। त्यसैले भगवानको छातीमा त्यो चिन्ह छ, भृगु चिन्ह। जब लात हाने त भगवान बिउजे। हो, जब बिउजे त तुरन्त भृगुको चरण समातेर मुसार्न थाले। यो वज्र जस्तो छातीमा यो मुलायम चरणले हान्दा कति कष्ट भयो होला। हेर्नुहोस्, प्रतिकूल अवस्था कोही छैन यहाँ जसको छातीमा लात्तले हानोस् त त्यो मुसार्न थालोस्। हुनुहुन्छ तपाईहरु? उठेर दुई त कमसेकम हान्नुहुन्छ त्यसलाई। यो प्रेम मतलब प्रतिकूल अवस्थामा पनि अनुकूल चिन्तन भगवानले नै आदर्श कायम गरे सनातन धर्ममा। आधुनिक धर्म में आउनुस्, क्रिश्चियन धर्म, यसको फिलोसफी छ
कसैले गालामा एक थप्पड हान्यो भने नरिसाउनु, अर्को गाला पनि थाप्दिनु। जिसस क्राइस्टमा गाडियो किला ठोकेर, त उनले त्यो किला ठोक्ने माथि हेर्नुहोस् कति प्रतिकूल ज्यान लिँदैछ, यहाँसम्म प्रतिकूल अवस्था। तर जिसस के बोल्दैछन्, हे परमेश्वर, यी सब माथि कोप नगर्नु होला, यिनी माथि कृपा गर्नु होला, यिनलाई प्रेम दिनु होला। यो माग्दैछन् आफूलाई झुन्ड्याउनेको माथि पनि। ओ गॉड, फॉरगिव देम, दे डोन्ट नो व्हाट आर दे डुइङ बाइबल। तिनीहरूलाई थाहा छैन कि के गर्दैछन्। यो हो प्रेम। यानी कि प्रतिकूल अवस्थामा नि अनुकूल चिन्तन। इस्लाम धर्ममा एक फकीर थिए, एकै स्थानमा बसेर भगवानलाई अल्लाहलाई पुकारिरहन्थे, नमाज पढ्थे, चिन्तन गर्थे। कसैले केही ल्याइदियो खान्थे, नत्र रात दिन चिन्तन गर्थे। एक फकीर थियो, डुलुवा फकीर, काम गर्नको अल्छीले बनेको फकीर। ऊ डुल्दै डुल्दै यो फकीरका आएछ जो रात दिन बसेर नमाज पढ्थे। दुवैजनासँग सलाम वालेकुम वालेकुम सलाम भो, दुआ सलाम पश्चात त्यो एकै स्थानमा बसेर नमाज पढ्ने फकीरले अर्को डुलुवा फकीरलाई सोध्यो कि तिमी त डुलिरहन्छौ, डुल्दा डुल्दै कहिले अल्लाहलाई पनि भेट हुन्छ, फेला पर्छ? त उसले गप लगाइदियो, अरे यो भेट भइरहन्छ मेरो त दुई चार दिनमा घुमिरहन्छु नि, त्यही भएर। त यो नमाज पढ्नेवालाले भन्यो कि अल्लाहलाई एक चिज सोधिदेऊ न मेरो, जब तिमीले भेट्छौ। म यो रात दिन अल्लाहलाई पुकार्छु, यो मेरो प्रार्थना अल्लाहले सुन्छन् कि सुन्दैनन्, मन पर्छ कि पर्दैन, एकचोटि सोधिदेऊ न। उसले नै अरे यो सोधिदिन्छु, चिन्तै गर्नु पर्दैन। हिँड्यो डुलुवा फकीर। केही दिनपछि फेरि आयो, त उसलाई देख्ने बित्तिकै नमाज पढ्नेवालाले तुरन्त भन्यो, ए अल्लाहलाई सोधिदेऊ कि मेरो नमाज सुन्ने गरेका छ कि छैन, अल्लाहले मन पर्छ कि पर्दैन। उसले भने लौ मार्यो, यसले त यस्तो पो सोधेको थियो, के जवाब दिनु? उसले अनायास बताइदियो तुरन्त, अल्लाहले तिम्रो त्यति ध्यान दिएर सुन्दैनन् रे, मन पर्दैन रे, त्यसकारण। यति के बोले थियो, यो नमाज पढ्नेवाला त नाच्न थाल्यो। ला इलाहा इल्लल्लाह मोहम्मद सल्लाहु गर्दै नाच्न थाल्यो त, अल्लाहलाई थ्याङ्क यू भन्दै। उसले भने अरे राम्ररी सुनिनेस् कि क्या हो, तेरो नमाज मन परेन रे अल्लाहलाई। त उसले भने कि नाच्दै खुसी भएर हर्ष विभोर आँसु बगाउँदै भन्दैछौ कि अरे अल्लाहलाई मन परेन, यसको मतलब अल्लाहले ध्यान दिएर सुन्छन् मेरो नमाज, सुन्छन् तब त थाहा भयो कि मन पर्दैन। त ठिक छ, मेरो काम पढ्ने हो, उसलाई पुकार्ने हो, उसलाई मन परोस् नपरोस् उसबाट त मलाई केही स्वार्थ छैन, लिनु दिनु छैन। त्यसैले मेरो काम त उसलाई पुकार्ने हो, सुन्दर रहेछ बस नाच्न थाल्यो। हेर्नुहोस्, प्रतिकूल अवस्था तर अनुकूल चिन्तन। हाम्रो सनातन वैदिक धर्ममा एक भगवानका अवतार भए चैतन्य महाप्रभु, गौराङ्ग महाप्रभु। उनले प्रेमको परिभाषा गरे, आश्लिष्य वा पादरतां पिनष्टुमा मदर्शना मर्महतां करोतु वा यथा तथा वा विदधातु लम्पटो मत् प्राणनाथस्तु स एव न परः। गौराङ्ग महाप्रभु भगवानलाई च्यालेन्ज गर्दैछन्, हे भगवान, म तिमीलाई प्रेम गर्छु, मेरो प्रेमास्पद तिमी हौ। अब
चाहे तिमी मलाई अङ्गाल स्वीकार गर, चाहे उदासीन हौ वास्तै नगर। म नरकमा घुमिरहेको छु, वास्ता नगर केही छैन। चाहे मारिदेऊ मलाई, तिमी सर्वशक्तिमान छौ, चाहे जे गर, तर मेरो प्रेममा एक रौँ पनि कमी आउने छैन। म सदा प्रेम गरिरहनेछु। यो हो प्रेमको परिभाषा।